घडी चोर त थिए हाम्रो गाउँमा म चिनिने भए अब स्वास्नी चोरको नाउँमा बुढो छोड भन्दिन म तिम्रो मन जलाई उसको नामको सिन्दुर लाउनु माया दिनु मलाई दुःख सुख बुझ्दिनला म तिमीलाई चाहियो भनी दुःख सुख बुझ्दिनला म तिमीलाई चाहियो भनी पत्रकार सब जोसेका छन् काण्ड पाइयो त्यही भएर त तिमी मान सारा दियो बल्छ त्यही भएर त मान तिमी सारा दियो बल्छ हाम्रो काण्ड आउँछ यिनको रोजी रोटी चल्छ नबिर्सन अन्तर्वार्ता सधैँ दिने कामलाई नबिर्सन अन्तर्वार्ता सधैँ दिने कामलाई यस्तै यस्तै युट्युबले बनाएका हुन् हामीलाई कस्तो तिमी साथी भाइलाई गुरु चेला गन्छौ कस्ती तिमी साथी भाइलाई गुरु चेला गन्छौ तिम्रै बुढो युट्युबे हो अरूलाई के भन्छौ बुझे मैले मासु खाँदा रक्ती आउने रहेछ बुझे मैले मासु खाँदा रक्ती आउने रहेछ हाम्रो काण्ड खिच्न पहिला शक्ति आउने रहेछ हाम्रो गाउँमा बाख्रा चोर र घडी चोर त थिए हाम्रो गाउँमा म चिनिने भए अब स्वास्नी चोरको नाउँमा म त हेर्नु कृष्ण दाजु मन्त्री हुनु पर्ने म त खासमा हेर्नु दाजु मन्त्री हुनु पर्ने बुढी तस्कर हुने भइयो अब कसो गर्ने